उहाँ चाहिँ एल्डर सोर्स अफ मानबराको एमपी हुनुहुन्छ तर त्यो भन्दा पनि उहाँ चाहिँ चेयरपर्सन अफ अल पार्लियामेन्ट्री पार्टी ग्रुपको नेपाल साइडको सो नेपाल साइडको भन्नाले हाम्रो लाउरेको पनि भयो अनि अरू चिज पनि सबै कुरामा अनि हाम्रो नेपाल एम्बेसीसित धेरै सम्पर्क भइरहेको छ उहाँ चाहिँ अहिले चाहिँ उहाँले अस्तिदेखि नै पहिलेदेखि भनिरहेको छ अनि तपाईँहरूले सब लिनु कुरा के हो भने तपाईँहरूको एमपीहरूलाई तपाईँहरूले ब्रिफ गरेर हाम्रो समस्याहरू के हो भनेमा कति ठाउँमा त तपाईँहरूले मलाई बोलाएर म गइरहेको छु म आइदिन्छु यो आइतबार पनि अब एयरपोर्ट भन्ने कुरा भइरहेको छ यहाँ आएर चाहिँ उहाँहरूलाई सबै कुरा जानकारी गरेपछि चाहिँ हाम्रो एलेक्स बेकरको एपीपीजीमा मेम्बर हुन सक्छ कुनै रिस्ट्रिक्सन छैन कतिजना हुनुपर्छ भनेर अनि सबै एकजुट भयो भने चाहिँ उहाँले जति मान्छे धेरै थुपर्न सक्छ अनि अर्को कुरा उहाँको कुरा चाहिँ के हो भने हामीले हार्ट्स एन्ड माइन्ड भनेको हाम्रो यहाँ ब्रिटिसको जनताको विश्वास जित्नु पर्यो भन्ने कुरा हो सो तपाईँहरूले चाहिँ तपाईँहरूकै कन्स्टिट्युसनमा चाहिँ जाँदाखेरि यसो कुराकानी गर्नुहोस् तपाईँहरूले सिधै गएर एमपीको अफिसमा जान सक्छ गएर चाहिँ हाम्रो यस्तो कुराहरू छ यो कुराहरू एकदमै लम्बेर गयो त्यसकारणले गर्दाखेरि अब छिटोभन्दा छिटो छलफल गरेर अन्तिम गर्नुपर्छ भनेर तपाईँहरूले सबै जोडतोड गरेमा चाहिँ हामीलाई पनि सबैलाई सहायता हुन्छ किनभने हामी त यहाँ माथि माथि बोल्ने हो तर तपाईँहरूको फेरि सपोर्ट छैन भन्यो भने चाहिँ फेरि हामीलाई पनि बोल्न अलिकति गाह्रो हुन्छ अनि आजको मोटामोटी कुरा त्यति हो अरू साथीहरूले केही भन्ने कुरा छ भने यहाँ म माइक पास गरिदिन्छु Thank you very much, President Saab. अब टिकेन्द्र साहब, you want to say a few words? तपाईँलाई अब भन्ने कुरो सबै भनिसक्यो मुख्य कुरो तपाईँले यहाँ गर्नुपर्ने कुरो अहिले चाहिँ एकदम अटिलो भएर G10 जम्मा भएको छ तपाईँहरूको अगाडि नै के अरे देखिरहनु भएको छ र युनिटीको बल कहाँ छ के छ भन्ने त आज तपाईँहरूलाई एक्जाम्पलै देखायो अब याद गर्नुपर्ने कुनै संस्था अलग्गै गएर भुक्यो भने चाहिँ युनिटीको पर्खिँदा गएको भनेर बुझ्नुहोस् चाहे बिजिडब्ल्यू चाहिँ हामी अलग्गै गयौँ या गेसो या सचेत र आफ्नो आफ्नो हिँड्यो भने चाहिँ यो युनिटीलाई हानि पुऱ्याउँछ र मलाई आशा छ आजदेखि हामी एक आवाज भएर अगाडि बढ्न सक्छौँ भनेर थ्याङ्क यू सो मच अनि तपाईँहरू आइदिनु भएको यत्रो कुरोमा पनि थ्याङ्क यू Thank you, टिकेन्द्र. पुष्पा, you want to say a few words? यहाँहरू सबैजना यसरी आउनुभएको आज साँच्चै नै हामी गोर्खाहरू हौँ भन्ने एउटा गर्व भइरहेको छ मलाई किनभने एकताको विकल्प छैन भनेर डे वानदेखि चाहिँ कराउँदा जे आज हाम्रो एकता देखिएको छ र जुन एमपीहरूले आएर हामीलाई ऐक्यबद्धता जनाउनु भएको छ र गोर्खाहरूको समस्या छिटो समाधान हुन्छ भन्ने प्रकारको एउटा सङ्केत चाहिँ आएको छ र यहाँ आएर जसले हामीलाई सम्बोधन गर्नुभयो सबै एमपीहरूलाई धन्यवाद दिन चाहन्छु पत्रकारहरूलाई पनि म धन्यवाद दिन चाहन्छु र यहाँ जतिजनाले एउटा पत्रकार भएर हाम्रो भिडियोहरू चाहिँ जसरी गोर्खाहरूको एकताको विषयमा सन्देश दिइरहनु भएको छ ओमेन्द्र बाबु अनि हाम्रो बाबुहरू सबैजनालाई म धन्यवाद दिन चाहन्छु र वृद्ध आमाहरू बाबाहरू दाजुभाइ दिदीबहिनीहरू भान्जा भान्जीहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु र एकतामा बल हुन्छ भन्ने कुरा आज हामीले देख्यौँ र अब चाहिँ हामी सम्पूर्ण गोर्खाहरूको पीडा एउटै हो माग एउटै हो हामी परिवारहरू हौँ त्यस कारणले हामीले छिटोभन्दा छिटो न्याय पाउनुपर्छ र हामी पर्खेका छौँ जतिजना हामीले गुमाइसक्यौँ उहाँहरूको लागि हामी दुखित छौँ र अब हामी जीवित हुँदा नै हामीले न्याय पाउनुपर्छ र हाम्रो चाहिँ समानताको जुन एउटा माग हो त्यो कुरा हामीले पाउनुपर्छ र हाम्रा विधवा आमा दिदीबहिनीहरू र हाम्रा भान्जा भान्जीहरू सबैले उहाँहरूले आफ्नो अधिकार पाउनुपर्छ त्यसकारण हाम्रो एकतामा बल छ आज हाम्रो मेजर उदय गुरुङ मेजर टिकेन्द्र दाजु अनि त्यसपछि हाम्रो धर्म दाजु कृष्ण दाजु र यहाँ विभिन्न हामी ग्रुप 10 का सम्पूर्ण आएका छौँ अनि हाम्रो महिला अभियन्ताहरू पनि थुप्रै आउनुभएको छ सबैजनालाई म एकदमै धन्यवाद दिन चाहन्छु र जय गोर्खा भन्न चाहन्छु हस् धन्यवाद मैले भन्दै बिर्सेछु आजको यो यत्रो सक्सेसफुल
कार्यक्रम अर्गनाइज गर्नुमा चाहिँ हाम्रो कोअर्डिनेटर भनौँ उदय साहबलाई चाहिँ एकखेप प्लिज ताली हाल्नु उहाँले गर्दा हामी सबैलाई थ्याङ्क यू सो मच थ्याङ्क यू And now, do you want to say a few words? Krishna, do you want to say a few words? आदरणीय सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू आज वास्तवमै यति खुसीको दिन हामीले सोचेको भन्दा पनि अझ राम्रो भयो। हामी G10 एक छौँ भन्ने कुरो एउटा ठुलो सन्देश भएको छ र यो सधैँ एकै छ र एउटै हुनुपर्छ। अब यति बेला हामी GSOले सत्याग्रह BJWले अथवा कसैले पनि एक्लै गएर हुनेवाला केही पनि छैन। हामी जबसम्म G10 एक हुँदैन तबसम्म अरू केही पनि हुँदैन। त्यसो भएको हुनाले GSOको मानिसहरू दाइनबाया गर्छ भने सत्याग्रहको मानिसहरू दाइनबाया गर्छ भने BJWहरू अथवा अरू अन्य कुनै संस्थाका अथवा अनसनकर्ताहरू दाइनबाया गर्छन् भने तपाईँहरू सबैले कन्ट्रोल के अरे ठिक ठाउँमा ल्याउनको लागि चाहिँ प्रयास गर्नुपर्छ। यदि जबसम्म ठिक हुँदैन जबसम्म एक हुँदैन तबसम्म हुनेवाला केही छैन। त्यसो भएको हुनाले यहाँ सबै मिल्नुको विकल्प छैन। जुन सन्देश आज दिएको छौँ यसलाई हामी टुट्न फुट्न अथवा यसमा कुनै चोटपटक लाग्न दिँदैनौँ। तपाईँहरूलाई भरोसा दिलाएको छौँ र हामी चाँडोभन्दा चाँडो यो आजको जुन कार्यक्रमको समीक्षा बैठक बसेर अझ गतिका साथ अगाडि बढ्नको लागि प्रण गर्दछौँ। यहाँ तपाईँहरू सबै आइदिनु भयो त्यसको लागि म हामी G10को तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद। Thank you, Krishna. Do you like to say a few words? Honorable Member of the Parliament, a distinguished guest, media and ladies and gentlemen. तपाईहरुलाई आजको यो कार्यक्रममा आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। र हाम्रो 12 तारिक टेक्निकल कमिटीसँग नेपाल एम्बासीमा वार्ता भएको थियो। त्यो वार्तामा केही सकारात्मक दृश्यहरू वचनहरू हामीले पाएका छौँ। तर पनि त्यसको आजसम्म हामीलाई हात लागेको छैन र जबसम्म हात लाग्दैन तबसम्म तपाईहरुको साथ सहयोग चाहिन्छ र त्यसको लागि हाम्रो यो G10 लडिरहन्छौँ जबसम्म उपलब्धि हासिल छैन। र फेरि पनि आजको यो कार्यक्रम आयोजना गरेकोमा मेजर उदय साहबलाई धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू। Thank you everyone for giving your speeches. Appreciate it. I'd like to thank Ian Rue MP for making your time and giving some words to ourselves. Thank you very much once again for your time. I appreciate it very much. त्यही हो, अब कुनै पनि काम गर्नको लागि सबैको सहयोग चाहिन्छ होइन र? त्यही तपाईँले मलाई सहयोग दिएर आज यति राम्रो भयो प्रोग्राम। त्यसको लागि म मेरो हृदयदेखि तपाईँलाई धन्यवाद दिन चाहन्छु। किन हामीले यो गरेको भन्दाखेरि चाहिँ हामी कुरा मात्रै गरेको छ तर हामीहरू यहाँ छौँ भने हामीले भनेको छैन नि त यहाँनिरलाई, यहाँको पब्लिकलाई। त्यही भएर आज चाहिँ यो अर्गनाइज गरेको हो क्या होइन। त्यसले चाहिँ हामी सबै G10को मान्छेहरू चाहिँ जम्मा भएर निर्णय गरेर अगाडि आएको परेको कुरा हो। त्यसले गर्दाखेरि जति पनि भएको छ आज यो जुन G10को प्रयास हो, एकले दुईको प्रयास हो, मेरो प्रयास मात्रै होइन यो सबै G10को प्रयास हो। त्यसले गर्दाखेरि म G10को सदस्यहरूलाई चाहिँ धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू भेरी मच। अब जति पनि भित्र भएको कुराहरू चाहिँ अघि नै आउनु भनिसक्नु भयो। मैले चाहिँ के कुरा गरेको थिएँ भनेदेखि चाहिँ अब मैले चाहिँ 1099 जना गोर्खालीलाई सर्वे गरेकोमा हामीले चाहिँ 8711 वर्ष रस गरेको छ क्या। मैले 30 वर्षभन्दा अलि बढी जाहिर भएको, मैले त 10-20 वर्ष गुमायो मैले मात्रै होइन। गर्दाखेरि चाहिँ सबै त्यस्तो भएको छ। प्लस हाम्रो जुथ साहब चाहिँ एकदम वर्स होस् चाहिँ उहाँ चाहिँ
किनभने उहाँले त के अरे जिपिएसको कपडभन्दा पनि कम्ती पाउँछ त्यस्तो भएको छ क्या होइन तर त्यो चाहिँ के अरे गडको टोलीलाई मात्र हो तर जिपिएसको विषयमा त हामीले कुरा गरेर पाएर अहिले चाहिँ गर्दाखेरि जे होस् सबैको लागि चाहिँ अब राम्रो हुन्छ होला जबसम्म हाम्रो एमपीले भनेको छ त्यो कुराहरू सुन्दाखेरि चाहिँ मलाई खुसी लागेको छ त्यसै गर्दाखेरि अब भविष्यमा चाहिँ सायद केही उन्नति हुन्छ कि भन्ने आशा गरौँ ओके थ्याङ्क यू भेरी मच फर कमिङ तपाईँ सबै आइदिनुको खण्डमा आएर अब यति रमाइलो गरिदिनु भयो अनि हामीले कुराहरू सुनाउनु पाएँ तपाईँहरूलाई आज त्यो चाहिँ सबभन्दा मुख्य कुरा हो गर्दाखेरि चाहिँ थ्याङ्क यू भेरी मच फर कमिङ यु विल नाउ थ्याङ्क यू जान सक्नुहुन्छ है थ्याङ्क यू भेरी मच फेरि भेटौँला बाई बाई यदि फाइनेन्सियल सपोर्ट चाहियो भने ग्रुप 10 ले आह्वान गर्छ कुनै पनि व्यक्तिगत संस्थाहरूलाई चाहिँ पैसा चाहिँ नदिनु होला We were ready. Like I said, we don't have. We were on the top.